की थाली रस खाएका रस चिन्छे मनी लालु पाते फुलेर लाल भयो लगन जुराउ भन्दैमा साल गयो लगन जुराउ भन्दैमा साल गयो केही अर्ग्यानिक जुसहरू छ जस्तो लाग्छ रमाइलो लाग्यो हृदयलाई चाहिँ चोक्यो हजुर हजुर एकदम राम्रो छ सामाजिक विरुद्धमा छ हाम्रो चाहिँ जुन संस्कार छ अहिले चलेको यो छाउ प्रथाको विरुद्धमा छ एकदम सामाजिक छ समाजलाई देखाउनु पर्ने र हेर्न पनि फिल्म छ यो राम्रो छ होइन यो समाजलाई देखाउनुपर्छ समाजको विरुद्धमा लागेको छ समाजले जुन छाउपट्टि विरुद्ध लागेको थियो त्यो संस्कारलाई सिकाउनुपर्छ भन्ने अहिलेको मान्यता छ धन्यवाद राम्रो छ हजुर राम्रो छ धेरै हजुर म सबै मन पर्यो सबै मन पर्यो त्यो कुरीति विरुद्ध छाउपडी प्रथाको अन्तिम गर्नुपर्छ भने राम्रो लाग्यो एकदम एकछिनको ढाङ्ग्रा डोरो एकछिनको रमाइलो मात्रै होइन त्यसले चाहिँ राम्रो छ जेस्मिनलाई धेरै 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 राम्रो एकदमै विशेष गरी सन्देशमूलक यो एउटा महिलाहरूको लागि पनि यो पुरुषले पनि बुझ्दा पनि अत्यन्तै जरुरी छ यो छाउपडी प्रथा चाहिँ हटाउनु पर्ने थियो हटिसकेको अवस्था हो तर यो मुभी चलचित्र ढिलो रिलिज भयो तर हटाउनु चाहिँ हटिसकेको छ भने पनि हटाउनु पर्छ एकदमै राम्रो राम्रो कथा वस्तु अनि दिन खोजेको सन्देश एकदमै राम्रो अनि त्यो कलाकारको एक्टिङहरू एकदम राम्रो छ एकदम मन पर्यो मलाई धन्यवाद चेतनामूलक कार्यक्रम छ राम्रो चलचित्र यो हाम्रो वर्षौँदेखि जगडेर बसेको कुरीतिलाई तोड्ने काम गरेको छ यसमा विशेष त जुन चलचित्र माध्यमद्वारा देखाइएको छ नि यसले गर्दा बुढाबुढी पाएन होइन नयाँ जेनेरेसनले पनि कमसेकम हेर्न यस्तोसम्म कुरीति रहेछ त्यो पनि बुझ्न पायो पुरानोले यसरी हामी थिचिएका रहेछौँ त्यसलाई अहिलेको समाजले तोड्दैछ भन्ने एउटा मेसेज दिनु खोजेको छ यस्ता किसिमको कुरीतिहरू पश्चिम मात्रै होइन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म थुप्रै जिल्लाहरूमा अझै पनि छन् मधेस तराईमा पनि छ पहाडमा पनि छ त्यो यस्तै योहरूलाई परमात्माको कृपा होस् उहाँको मनमा आओस् कि प्रत्येक जिल्लाबाट किलाइ कोट्याइ मधेसमा भएका जुन दाइजो प्रथा छ पश्चिममा भएको अहिले यो हलिया प्रथा छ त्यसपछि आएर यो छाउपडी प्रथा छ यस्ता सबै जुन कुरीति छन् त्यसलाई छर्लङ्गै यसै समाजमा राखिदिनु भयो भने एकदमै राम्रो हुन्छ समाजलाई अगाडि लाग्नलाई धेरै मद्दत गर्छ यो कुरीतिलाई तोड्नलाई यो चलचित्रले ठुलो भूमिका खेल्नेछ भन्ने भन्दै साथै यो हलिउडको टिमलाई धेरै धेरै शुभकामना पनि दिन चाहन्छु जय हली तपाईँ के भन्नुहुन्छ आमा के मन मलाई खुसी लाग्यो सबै हामीलाई यो पहिलेको यो पुरानो रीतिरिवाज जाओस् नयाँ चलोस् हाम्रो पनि छोरीहरूलाई सधैँ राम्रो होस् भन्न चाहन्छु यो असाध्यै सशक्त सामाजिक फिल्म हो र विशेष गरी यो नेपालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथाको विरोधमा असाध्यै सशक्त तरिकाले यो उभिएको छ र मलाई आगामी दिनमा मेरो के छ भने त्यो मात्रै होइन नेपालको समस्या अझै पनि छ जस्तै बोक्सी प्रथा छ नेपाली महिलामाथि अझै उनी दुर्व्यवहार छ यसतर्फ पनि यो जसले फिल्म बनाउनु भयो उहाँहरूले यसतर्फ पनि कदम चाल्नु आवश्यक छ र यो फिल्म सम्पूर्ण नेपालीले हेर्नुपर्ने फिल्म छ यो धेरै धेरै राम्रो छ यो आयोजकलाई धेरै शुभकामना धेरै यो हलिउड फिल्म त राम्रो लागेको छ नि यो पश्चिमाञ्चल कर्णाली अञ्चलमा चाहिँ जो छाउपडीको नाममा मान्छे कति कान्छ सर्पले अथवा बलात्कार हरेक किसिमबाट ब्लिडिङ भएर अथवा के भएर मरिरहेछ त्यसको लागि यो
यो प्रथा राम्रो छ। अझ तपाईँहरूको यो चाहिँ नि पश्चिम अञ्चलमा कर्णाली अञ्चलमा सुर्खेततिर त्यहाँ चाहिँ यो फिल्म त्यहाँ पनि चलाइरहँदा राम्रो हुन्छ। सत्सङ्ग हुन्छ। धन्यवाद। राम्रो लाग्यो हजुर। यस्तो छोरीहरूलाई के अरे यस्तो गाउँघरमा यस्तो नहोस्, सबै प्रथा हटोस् भन्ने चाहन्छु। जस्तो यहाँ काठमाडौँमा भएको छ सुदूर पश्चिमतिर नि यस्तै होस्, राम्रो होस्, हटोस् भन्ने चाहनुहुन्छ। तपाईँहरूलाई कस्तो लाग्यो फिल्म? अलि फिल्म एकदम राम्रो छ। अनि त्यहाँबाट सरोज खनालजीले चाहिँ वकिलमा फैसला गरेको कुरो चाहिँ एकदम राम्रो लाग्यो। एकदम राम्रो छ होइन। म त सबैजना आएर हेरिदिनु होला भन्छु, अरू त केही भन्दिनँ। हेरिसकेपछि थाहा पाउनुहुन्छ यो मुभीको उद्देश्य। मलाई त अब त्यो जुन लास्टको तपाईँले अदालतमा भएको कहानी घरमा गएर टुङ्गिँदाखेरि त्यो चाहिँ एकदम राम्रो लाग्यो क्या। घरमा गएर टुङ्गिँदो रहेछ भन्ने। धेरै धेरै राम्रो लाग्यो। छोरीले न्याय पाउनुभयो, कुप्रथाको अन्त्य भयो। खोइ यतै होला, धेरै राम्रो छ। अलि टु पनि ल्याउनु होला। चाहियो, अलि टु चाहियो हजुर। यो फिल्मको गीत चाहिँ आउँदैन ल, बिर्स्यो। नाचेको पनि थियो, हलमा नाचेको थियो। अब कस्तो राम्रो थियो नि हलमा गीतमा सबजना नाच्यो, हलमै नाच्यो। राम्रो छ, राम्रो। सलमान खान सरको झन् एक प्याक धेरै राम्रो। अलि हो कस्तो बिर्स्यो मैले। रहेछु तिमी त भन्नु त, भन्नु गुरु, भन्नु त। नेपाली संस्कृतिको बारेमा छ, सबैजनाले हेरिदिनु होला, रमाइलो गर्नु होला, राम्रो गर्नु होला, हलीलाई सहयोग गर्नु होला। समाजमा जुन असर पुर्याउँछ, कस्तो घटना घटाउँछ, किन राम्रो असर पुर्याउँछ त्यो बतायो। राम्रो लाग्यो फिल्म। धन्यवाद सबैलाई। खुब राम्रो भएको छ। पहिलाको जमानामा त्यस्तो कष्ट खपाइ थिए नारीहरूले। अहिले अब यो हटाउनु पर्छ भनेको खुब राम्रो लाग्यो हामीलाई। ठिक सब चलोस्, हामीले त्यो दुःख भोग्नु परेको बेला हाम्रो चलन थियो। हामी पनि त्यस्तो छाउमै चाहिँ तर बसेनौँ, कोठाभित्र राख्ने चलन चाहिँ थियो। बसेर हामी पनि कोठाभित्र बसेको थियो। हामी चाहिँ कोठाभित्र त्यो चाहिँ थियो हाम्रो पालन। हेर्न पाइँदैन थियो रे। अँध्यारो नहुने सुत्ने गर त्यो थियो। अब नपाइने पहिलाको जस्तो। कस्तो लाग्यो हजुरलाई फिल्म? एकदम अर्ग्यानिक खालको यो पुरानो परम्परालाई यस्तो चाहिँ यो एकदम देखाउनु भएको रहेछ। हाम्रो हृदयमाथि लाग्ने खालको चोट यस्तो चाहिँ कुप्रथालाई चाहिँ तोड्नुपर्छ भन्ने जस्तो लाग्यो।